सोचेको थियो काम सकिन्छ म फर्किन्छु, तर कहिलेकाहीँ जीवनले त्यही क्षणमा हाम्रो लागि विशेष अनुभव राखिदिएको हुँदो रहेछ। ढुक्का खोलेर गुम्बाको आँगन देखिएपछि मलाई पहिलो पटक एउटा अद्भुत शक्ति महसुस भयो। जस्तो हावा नै हलुका, वातावरण निर्मल, बिच्छुको मुस्कान, उहाँको नम्रता, त्यसले मनको थकान क्षणभरमै हरायो। उहाँले गरेको स्वागत, उहाँले देखाएको सद्भावना यति सरल, यति पवित्र, मानौ मैले संसारकै सबैभन्दा राम्रो मान्छे भेटे। सो एज यु अल नो म यता गुम्बामा आइसकेँ होइन, एन्ड हाम्रो लामाजीले मलाई एकदम वार्मली वेलकम गर्नुभयो, लन्च ट्रिट दिनुभयो। एन्ड द मेन पर्पज फर माई भिजिट हियर वाज टु डेलिभर वान भुम्बा लामाजीको अर्डर थियो। त्यही अर्डर बुझाउनु आएको म यता, तर आई फेल द डिफ्रेन्ट फिलिङ्स यहाँ छिरिसकेपछि। एन्ड द मेन पर्पज फर मी वाज टु सेल माई प्रडक्ट हियर, तर आफ्टर आई केम हियर नो आई डिड नट फिल लाइक सेलिङ, आई फेल्ट लाइक अफरिङ है। त्यही भएर मैले लामाजीलाई चाहिँ यो भुम्बा म यसको पेमेन्ट लिँदैन, हजुरलाई अफरिङ नै गर्छु भनेर भने। तर उहाँलाई पनि अलिकति अप्ठ्यारो भएछ, त्यस्तो अलिक अप्ठ्यारो हुन्छ भनेर मैले फुल पेमेन्ट चाहिँ लिएन, लाइक स्लाइटली लेस अमाउन्ट लिएर मैले उहाँलाई भुम्बा दिएँ। बट आई रियली वान्टेड टु अफर हिम होइन, तर त्यही हो अलिक अप्ठ्यारो मान्नुभयो, त्यही भएर मैले थोरै पैसा चाहिँ लिएँ। बट त्यही हो भन्नुपर्दाखेरि आइ एम भेरी ब्लेस्ड है टु बी हियर, टु बी इनसाइड मोनास्ट्री होइन। इट्स भेरी blissful and it's very peaceful and I really feel very happy. मन एकदम खुसी भइरहेछ अहिले, and all thanks goes to the Lamaji and this Gumba. Thank you so much. गुम्बाको एन्ट्रेन्स ठ्याक्कै त्यहाँ तल छ है, त्यहाँ तल छ। आई केम फ्रम द्याट मेन गेट इनसाइड एन्ड देन माथि उता बाइकलाई मैले यतातिर पार्क गरेको छु होइन। बुद्धको जीवनीलाई प्रस्तुत गर्ने 8वटा हजुर 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 यसबारेमा त तपाईँहरूले धेरै थाहा हुन्छ। यो लमजी खास एक्ज्याक्टली चाहिँ यो के हुन्छ यो स्तूपा? डिफ्रेन्ट पर्पजको लागि पर्पज भन्दा पनि के हुन्छ भने तपाईँको जन्मदेखि उहाँको मृत्युसम्मको कालहरू देखाउँछ नि यसले। जङ्गल जानुपर्छ जानु चाहिँ त्यहाँबाट गएपछि फर्किङमै बाइक छोडेर आएको भए चाहिँ यहाँदेखि माथिबाट गएर ठ्याक्कै 3-4वटा तपाईँले तीर्थस्थलहरू चाहिँ घुम्नु पाउँथ्यो। तर उताबाट गएर बाइक राखेर उकालो चढ्नुहुन्छ भने नि पाउनुहुन्छ चाहिँ। भरे जानु यदि जानुहुन्छ भने चाहिँ मलाई भन्नु न, म घुमाइदिन्छु। बाइकमा एक्लै आउनुभएको होइन? अच्छा, ए त्यहीँबाट उकालो हुन्छ। उहाँहरू सबैजना मेडिटेसनकै लागि आउनुभएको। हजुर राम्रो एडिट गर्ने म हुन्छ, हस् हस्। बाई युडिसी भन्नुभएको है हाम्रो युडिसी पछि। युबाट उर्जेन, जीबाट दोर्जे, सीबाट छोलेङको उयो हो। उर्जेन दोर्जे छोलेङ भनेपछि यहाँलाई चिन्छ यो ल्याम्प अफरिङ प्लेस। वाउ, ब्युटिफुल। लामाहरू छ सबैको मेडिटेसन पनि यहाँ हुन्छ।
बाहिरको मान्छे छुट्टै लामो मान्छे छुट्टै राखेको छ कि किन सँगै राख्यो भने चाहिँ अलिक गाह्रो हुन्छ होइन अनि त्यही भएर यो चाहिँ हामी पूजाहरू गर्ने तर यो पनि एउटा युजफुल एकदमै युजफुल राख्नु भनेको पनि हाम्रो खाना खाने ठाउँ बाहिरको हाम्रो लामाजीहरू खाना पाक्नु चाहिँ सबै तपाईँको उयसको हिसाबमा पाक्छ सबै ग्यासबाट पाक्छ यहाँबाट चुलो छ आगो बाल्ने त्यहाँबाट चाहिँ यहाँबाट ग्यास पास भएर सबै यहीँ पाक्छ दाल खानाहरू चाहिँ अनि तरकारी चाहिँ फेरि आफूले भुट्नु चाहिँ भुट्छ फेरि यहीँ ग्यास फ्याक्ट्री जस्तै रहेछ है हजुर 1300 खाना पाक्नु यही हो अहिलेको उयसमा हाम्रो बच्चाहरू बस्ने होस्टेल ए हजुर हजुर ए हल अनि एउटा हल ठुलो यहाँ चाहिँ ठुलो छ यहाँ तपाईँको दुईवटा यो गरेर तपाईँको त्यस्तै 190 जना जति बच्चाहरू चाहिँ दुईवटा बेडरुम सबै भगवान्हरू चाहिँ आफैले दिमागमा सम्झिनु सक्दैन नि त कन्ठ हुँदैन नि त ठक्क फोटो राख्यो भने चाहिँ त्यहाँनिर आफूले मेडिटेसन गर्दाखेरि अगाडि सम्झिनुपर्छ कि यो चाहिँ तपाईँले नाम्चो छोक्सिङ भन्छ यसले चाहिँ अनि सबै भगवान्हरू अगाडि सम्झिनुपर्छ यहाँ जति पनि सबै छ सबै अगाडि सम्झिनुपर्छ सजिलोको लागि यो चाहिँ फोटोको चाहिँ अब यो मात्रै गर्छ गुरु चाहिँ माथि बस्नुपर्छ चाहिँ अनि तपाईँको यहाँ चाहिँ अब क्यामेरा प्रोजेक्टरमा प्रोजेक्टर सबै नै हुन्छ तपाईँको अनि पनि तपाईँले ब्यागहरू सबै ल्याउनु भएको छ है माथि केही सामान छैन यति नै छुटेको छैन भने अहिले यतै हो बस्नुपर्ने हजुर अझै टाइम छ एकछिन घुमेर आउन बाहिर हुन्छ अहिले बस्नु चाहिँ तपाईँ यहीँ किनभने सबैभन्दा फर्स्टमा वाङ पनि यहीँ बाँड्छ कि त्यही भएर यहीँ बस्यो भने छिटो हुन्छ तपाईँले पनि आज एक दिन चाहिँ तपाईँले यतै हुन्छ म मेरो टाइम यहीँ नै दिन्छु म आज यतै बस्नु तपाईँ होइन ठिक छ होइन टाढाको बाटो होइन केही छैन चाहिँ हाम्रो तपाईँको स्कुल लेभलको जति पनि लामा ढाउँहरू छ सबै बस्नु चाहिँ यहीँ यहाँ स्कुल लेभलको जति पनि मान्छेहरू बस्छ नि पढाइ क्लास पनि यहीँ हुन्छ नि है क्लास यहीँ अन्डरग्राउन्ड क्लास एकदमै अनि यो चाहिँ उता दुर्पिन चाहिँ कलेज लेभलको केटाहरू सबै गेस्ट नै हो जति पनि सबै नयाँ बिल्डिङ रहेछ नि त है हजुर अलिक नयाँ हजुर अनि यो चाहिँ हाम्रो क्यान्टिन तपाईँको हाम्रो जति पनि किन्ने सबै ए हजुर मान्छेहरू अझै आउँदैछ जस्तो छ अवाउँको लागि आज यहाँ माथिको चाहिँ तपाईँको हाम्रो चाहिँ त्यहाँ चाहिँ स्कुल नै हो तपाईँको त्यहाँ चाहिँ तपाईँको प्राइमेरी स्कुल जति पनि अब क्लास 3 सम्म चाहिँ यो भित्र नै लाग्छ सबै बच्चाहरू मात्रै छ क्या बच्चाहरू मात्रै अनि यता चाहिँ हाम्रो गेस्ट रुम अहिले 1 महिनासम्म बस्ने केसहरू यहीँ बस्नुहुन्छ तपाईँको खाना यहाँ तपाईँलाई हुन्छ उहाँहरूको खाना खाने यहीँ हो बेलुका खाना खाने यहीँ हो इच्छा पनि यहाँ तल आइपुग्छ सबै अनि यहाँ बस्नेहरू चाहिँ सबै यहीँ भित्र अघि हामी माथि त्यो एउटा टार जस्तो गयो नि ऊ माथि ऊ त्यो रातो देखेको है त्यहाँबाट अनि यता सबै गुम्बा एरिया नै हो तपाईँको दादा चाहिँ तपाईँलाई यो युडिसी गुम्बा चाहिँ कस्तो लाग्यो त फर्स्ट अफ अल त हजुरलाई धेरै धेरै थ्याङ्क यू है लामुजी लाइक मैले यो सोचेको पनि थिएन केही प्लान पनि छैन आज मलाई भगवान्ले जुरायो रहेछ तपाईँको थ्रु थ्याङ्क यू सो मच अनि अब यहाँ गुम्बामा गेटबाट छिरेर तपाईँलाई भेट्ने बित्तिकै मलाई फिलिङ्स नै अर्को भयो क्या एकदम मन आनन्द मन खुसी भयो सबैभन्दा हामीलाई चाहिने त्यही हो मन एकदम खुसी भयो अब अहिले तपाईँले यो गुम्बा घुमाउनु भयो मलाई त आफूलाई भाग्यमानी लागिरहेछ साँच्ची हो एकदम खुसी लाग्यो अब जस मेरो आजको दिन एकदम पिसफुल एकदम ब्लेस्ड हुने भयो अनि त्यसको सबैभन्दा ठुलो क्रेडिट तपाईँलाई नै जानेछ साँच्ची हो थ्याङ्क यू सो मच लामेजी है हजुर त्यही त थ्याङ्क यू सो मच सबै वाङकै लागि आउनुभएको पोखरा कोही उता कता कताबाट धेरै टाढाबाट हजुर वर्षमा एकचोटि हुन्छ यो हजुर वर्षैपछि हो वर्षैपछि ठ्याक्कै यो यही महिनामा हुन्छ तपाईँको नोभेम्बर डिसेम्बरतिर चाहिँ यो स्टार्ट हुन्छ अनि पछि तपाईँ पनि अब घमण्ड बस्नुहुन्छ भने चाहिँ तपाईँले आफ्नो नागरिकता हामी एउटा फोटो हुन्छ नि पासपोर्ट साइज फोटो
किनभने यहाँ दर्ता गर्नु पऱ्यो नि त तपाईँको त्यसको लागि चाहिँ तपाईँको 1 महिना अगाडि नै यहाँ कन्ट्याक्ट गर्नुपर्छ अनि कन्ट्याक्ट गरिसकेपछि त्यहाँदेखि ल म मुन्डो बस्छु पछि त्यहाँदेखि तपाईँको यहाँ रुमहरू सेट हुन्छ सबै आउने त्यो यतै भन्छ इङ्ग्लिसमा रिट्रिट भनेको त्यही हो कि कस्तो थाहा भएन त्यो तर यहाँ तपाईँको टिचिङ चाहिँ कस्तो हुन्छ भने इङ्ग्लिसमा पनि हुन्छ नेपालीमा पनि हुन्छ टिप्टेनमा पनि हुन्छ 3 ठाउँ अघि हामी माथि बस्यो नि हजुर त्यहाँ चाहिँ सबै इङ्ग्लिस मात्रै हो किनभने त्यहाँ चाइनिजहरू मात्रै छ सबै सिङ्गापुर ताइवानबाट आउनुभएको हो यहाँ सेकेन्डली यहाँ छ यहाँ टिप्टेनबाट मात्रै हुन्छ किनभने सबै यहाँ टिप्टेन बुझ्ने छ अनि आमाहरूले चाहिँ तल लाग्नुभयो Finally back to the top. के कफीहरू लिनुहुन्छ अझ टाइम छ होइन पर्दैन लामा त्यस्तो केही पनि पर्दैन म मनलाई शान्त गरेर बसिरहेको छु ठिक छ नि हजुर एकदम ठिक छ तपाईँहरूलाई जुन यो महाकारुणिक जुन सागर अझ दिएको जुन गम्भीर अभिযোग प्रदान गर्न गइरहेको हुँदाखेरि पनि यसै हुनेछ भनेर भन्नुभएको छ जस्तै एउटा हुन्छ भन्दाखेरि शरीरको सम्पूर्ण आवरणहरू शुद्ध भए एकजना भिक्षुले दिनुभएको स्वागत, उहाँको मुस्कान, उहाँले दिएको भोजन र शान्तिले भरिएको गुम्बाको छोटो यात्रा, यी सबैले मलाई एकैछिनमा सम्झाइदियो मानिसको सुन्दरता धनले होइन मनको उदारताले हुन्छ। त्यो दिन म सामान बेच्न गएको थिएँ, तर फर्काँदा मैले महसुस गरेँ जीवनले मलाई कमाउन होइन बाँड्न सिकाइरहेको रहेछ। आजको दिनले मलाई फेरि एकचोटि सम्झाइदियो हाम्रो जीवनको सबैभन्दा ठुलो नाफा पैसा होइन, हृदयले जोडिएको सम्बन्ध हो। म एउटा सानो अर्डर लिएर पुगेको थिएँ, साधारण भेट, साधारण कारोबार, तर त्यहाँ पुगेपछि मैले असाधारण अनुभव बटुले। त्यसैले साथीहरू, जति सकिन्छ राम्रोपन फैलाऊ, सद्भावना बाँडौँ, किनकि दयालु हृदयसँग यात्रा गर्दा हामीले कहिले घाटा बेहोर्नु पर्दैन। कसैले दिएको सानो माया, सानो सद्भावना, सानो आधार कहिले सानो हुँदैन। हामीले दिएको भलाइ आखिर हामीमै फर्केर आउँछ।